बाइबल यो केवल ग्रन्थ होइन, यो ईश्वरको सास हो। शब्दहरू जुन अनन्त सत्यको सम्पादन हो। समयका धुलो र साम्राज्यको पतनमाथि उभिएको एउटा आवाज जसले मानवताको मुटुमा आशा र उद्धारको कथा लेखेको छ। यो न्यायको दीप, प्रेमको वचन र जीवनको बाटो हो, जसले उज्यालो खोज्ने हरेक आत्मालाई सत्यमा डाक्छ। अन्धकारमाथि विजय, पापमाथि मुक्ति र मृत्युमाथि जीवनको प्रतिज्ञा। यो कथा मात्र होइन, यो नियति हो, सृष्टिकर्ताको मनको धड्कन हो, जसले विश्वलाई रूप दियो र मानिसलाई अनन्त जीवनको निम्तो पठायो। जब शब्दले शरीर धारण गर्यो, प्रेमले मानव अनुहार पायो र क्रुसमा चढेर अनुग्रहको द्वार खोल्यो। बाइबल शाश्वत शब्द, अमर प्रतिज्ञा। यो आत्माको ऐना हो र हृदयको ज्योति। जसले यो पढ्छ त्यसले केवल अक्षर होइन, तर त्यसले यो ब्रह्माण्ड बनाउनुहुने साँचो परमेश्वरलाई भेट्छ।